गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ होइन हामी पहिलाको एथलेटिक्स पार्कमा जान लाग्छौँ घुम्न होइन। सो हामी तीनजना जान लाग्छौँ साइकलै। यहाँ दुईजना पछि पछि आउँदैछन्, यहाँ म अगाडि साइकल चलाउँदैछु होइन। एउटा हातमा क्यामेरा छ, अर्को एउटा हातमा मोबाइल छ, सरी है क्यामेरा होइन, अनि अर्को हातले साइकल चलाउँदैछु। यस्तो पाराले यहाँको मान्छेले हेऱ्यो भने मेरो कम्प्लेन हान्देला। सो मरे अहिले पहेँलो रातो पात फुल बेला भएको के ब्रेक लाग्दैन यार यसको साइकलमा। अनि त्यही हामी जान लाग्छौँ। सो आज अलि आनन्दको भिडियोहरू पनि आउँछ राम्रो। हाम्रो यो राम्रो खोला पुल। Keep watching guys, keep watching. आज घुमेको भिडियो। सो अब हामी यहाँ हलिडे हल्लु च्याननिर आइपुग्यौँ। च्यान अनि यहाँनिर हाम्रोतिर होइन, यहाँ धानबारीहरूको कमी छैन कि, तैपनि यहाँ चामल लास्टै महँगो हो। धानैबारी भएको बिचमा छौँ, तर चामल चाहिँ अति नै महँगो छ कि यहाँनिर। यो चाहिँ होइन एकचोटि काटिसकेको धानबारी हो, धान काटिसकेको धानबारी हो, तर यसबाट फेरि उम्रिरहा धान। अनि हाम्रोतिर त अहिले मकै रोप्ने बेला भइसक्यो, मकै रोपिसक्यो होला नि क्यारे। यहाँ च्यानबारी हो, च्यान चाहिँ धेरै छ के, यतापट्टि पनि छ पारिपट्टि। मेरो साथीमा अगाडि हो हिँडिरहा, एउटा पछाडि छ। हामी नि हिँड्छौँ अब, आउ रेस खेल्ने। तिमी दुईवटा हातले चलाएर म एउटाले चलाउँछु। अया हात दुख्यो। यो चाहिँ मैले कता हो ग्रिन हाउस भनेर पढाएको थिएँ होइन, तर यहाँनिर भित्र चाहिँ अहिले केही पनि छैन, प्लास्टिकहरू पनि निकालिसकेको छ। यहाँनिर टन्नै छ क्या यस्तो ग्रिन हाउसहरू। उतापट्टि पनि छ, यतापट्टि पनि पुरै ग्रिन हाउसहरू छ। यता चाहिँ खेत छ, अहिले खेतमा केही पनि छैन, तर अस्तितिर चाहिँ के छ भने गुही टन्नै पाउँथ्यो यार यहाँनिर। कहाँसम्म पुगेँ, आउँदै हो सीता। ओहो यहाँ रोज फुले हो है, यहाँ हेर न कस्तो दामी रोज छ। के रहेछ भनेको त यहाँ त रोज प्लान्टिङ गरे रहेछ, रोज रोप्या रहेछ। युमीमा राख्नेहरू त्यो सुपाहरूमा हुने रोज हो के होला, त्यही बेच्नलाई त होला नि। हामी पनि रोपेर बेच्दिउँ सीता। आज मौसम है सुहाना, अनि त्यसपछि आउँदैन मलाई गाना। होइन ठाउँमा यस्तो खेल्नलाई ग्राउन्डहरू पनि छ कि। अघि नै पछाडि चाहिँ कुकुरलाई खेलाउने ठाउँ थियो है, त्यो चाहिँ मैले भिडियो बनाउनु सकिनँ, उकालो थियो। साइकल चलाउँदा थाकेँ। आइरा हो कबाडी हो जस्तो छ यार यो। सो अब हामी आइपुग्न लाग्यौँ। यहाँनिर तरकारी सप रहेछ यार, सब 100 रुपियाँमा लेखेर राखेको रहेछ, तर नआए नि यहीँ हो भनेर मैले पैसै बोकेर आएन कि। सो अब केही क्षणमा केही मिनटमा हामी आइपुग्छौँ। गाह्रो देश यो चाहिँ होइन, इन्ट्री गेट हो। टिकट केही पनि पर्दैन, यहाँबाट भित्र छिर्ने हो। तर यहाँ दुईजना त कहाँ हरायो यार। यहाँ चाहिँ बिहान मान्छेहरू
यहीँको लोकल मान्छेहरू रनिङ गर्नुहुन्छ कि एक्सर्साइजहरू गर्न आउनुहुन्छ। ठाउँ चाहिँ एकदम आनन्दको हो। अहिले पनि गरिरहनु होइन, तर अहिले किन गरिरहनु थाहा छैन, यहाँ आइराख्नु भएको कि यो भित्र चाहिँ होइन कोन्बिनी पनि छ होइन, अनि ठुल्ठुलो ग्राउन्डहरू पनि छ कि खेल्नलाई। अनि एउटा हाम्रो गोदावरीमा उयो जस्ट यहाँ आएपछि होइन यो एल्लो पातलो मात्रै हो एउटा डिफ्रेन्ट, नभए त हाम्रो गोदावरीको जस्तै भाइब आइरहेको। तर भाइब आउँछ त्यहाँ चाहिँ कस्तो साइन्स पढ्ने स्टुडेन्टहरू जान्छ नि उयसको लागि, के भन्छ अरे प्र्याक्टिकलको लागि। यहाँ चाहिँ हामी त्यस्तै घुम्न आउने हो कि जति नै घुम्न पाउँछ यहाँ। फेरि म यहाँ साथी हेर्दैछु, साथी नै कहाँ हरायो भने। यहाँ रहेछ त पार्किङ यार, साइकल लिएर आउनु पऱ्यो। यो हो कि यहाँको ब्युटी, मेन ब्युटी भनेको यहाँको घेर गर्ने चाहिँ यो भुइँको पात फालिरहेको त्यहाँनिर। यता चाहिँ होइन रोजै रोज छ, यतापट्टि रोजको बारी हो यहाँ। यो पार्कको होइन यो सिजनमा ब्युटी नै यही हो कि यो अरेन्ज कलरको पात, यहाँको ब्युटी नै यही हो। हाम्रो साथीहरू यहाँ फोटो खिच्न बिजी छौँ, म पनि टिकटक बनाउन बिजी थिएँ, तर अब ब्लग पनि त्यस्तो बनाउनु पऱ्यो नि त नि, बनाउँदैछु। अब यहाँनिर फोटो खिच्ने अनि जाने, अनि अलि अगाडि गएर अनि उनीहरू भोकै खाने हो, 3 जनै खाने हो खाना त। सो कस्तो मजाको बास्ना यार, तर दसैँको बेला फुल्ने फुल हुन्छ नि सेतो, त्यस्तै बास्ना यार। आउनु चाहिँ कहाँबाट आइरह हो। Keep watching. La la na. चञ्चले माया से जिसकैला पानी से उला जे महिन लागल हुआ। सो अब चाहिँ आइपुग्यौँ हामी यहाँनिरको पोखरीमा। एकदम राम्रो छ यो, हजुरहरूले हेर्न सक्नुहुनेछ। एकदम राम्रो छ यो होइन, पानी मात्रै फोर्छ। यहाँनिरको माछा पनि एकदम ठुल्ठुलो हो कि, यहाँबाट माछा पनि छ यहाँनिर। तर यहाँको माछा हामीले केही गर्नै मिल्दैन कि, यसलाई खानेकुरो पनि दिन मिल्दैन, केही गरेर डुब्यो भने पनि आफ्नै रिक्समा हो। यतापट्टि पनि छ, त्यसको यो बोर्डर हो कि, यता बोयफ्रेन्ड हो, यता गर्लफ्रेन्ड हो, यहाँ बिचको चाहिँ बोर्डर हो कि। त्यो बोर्डरमा चाहिँ हामी जस्तो सिङ्गल मान्छेहरू हिँड्ने हो कि। यो पनि छ यहाँनिर। यो लगभग होइन, यो पार्क पुरै घुम्नलाई होइन हामीलाई दिनभरि नै राख्छ कि, त्यति ठुलो हो कि यो। वाचिङ हेर्नु साथीहरू, भिडियो बनाउनु चक्करमा यता चारैतिर लाग्यो कि, यस्तो के लाग्यो भने छोड्नै खोजे छैन के। यहाँ बोयफ्रेन्ड गर्लफ्रेन्ड चप्केको जस्तो नै चप्केछ कि मसँग, यहाँ छोड्नै खोजे छैन यसले मलाई। तर उतापट्टिको पोखरीको 2 जना के अरे गर्लफ्रेन्ड बोयफ्रेन्डको एक्स चाहिँ यहाँ के, एक्स पोखरी हो कि यो चाहिँ। यतातिर चाहिँ 2टा पोखरी छ, गर्लफ्रेन्ड र बोयफ्रेन्ड हो अरे। अनि त्यो बोयफ्रेन्डको चाहिँ एक्स चाहिँ होइन यतापट्टि छ कि, यो पोखरी चाहिँ एक्स हो, उतापट्टि चाहिँ 2 जना कपाल हो अरे कि। यस्तो हामीले सुनेको थियौँ अरे कि, बोल्नलाई त जे पनि भइहाल्छ नि। ब्लग यति नै होइन, साथीको काम भएर यहाँनिरबाट फर्किन पऱ्यो होइन। नेक्स्ट टाइम फेरि आउँछु अरू साथीहरू बोकेर, अनि पुरै फुल भ्लग हाल्छु कि यहाँनिरको फुल। सो किप वाचिङ, सी यु अन द नेक्स्ट भ्लग। कति महिनापछि आउने हो खै। रोज भएको ठाउँमा हामी आइपुग्यौँ होइन, तर यहाँनिर खासै फुले छैन। भ्लग चाहिँ यति नै हो। रोज भएको ठाउँमा आइपुगे नि होइन, भ्लग चाहिँ हाम्रो यति नै हो। सो बाई बाई, लभ यु अल। झाउला चार्जै 10% छ। मन के सवरिया बन गइल बारा तू, चुपके से ही का कइले बारा तू, न अखियाँ में नींद बाना दिल में चैन, बस राजा जी तोहरे लबा ई दिलवा बेचैन। मन के सवरिया